नमस्ते सबैजनालाई र फेरि पनि म आज सानो भिडियो लिएर आइरहेको छु र तपाईँहरूलाई केही कुरो देखाउन खोजिरहेको छु है। राम्रोसँगले सायद धेरैलाई थाहा पनि हुनसक्ला, धेरैलाई थाहा पनि नहोला। यो भिडियो चाहिँ किन बनाइरहेको छु भन्दाखेरि चाहिँ पहिला हाम्रो ग्राउन्ड कति ठुलो थियो र अहिले ग्राउन्ड किन सानो भयो, कसरी मिच्यो भन्ने म तपाईँहरूलाई देखाउँछु। हेर्नुहोस् न, एकदम यो साइडको तल्लो भाग हो, हेर्नुहोस् ल, मजाले हेर्नुहोस् है त। यसरी हाम्रो यो ग्राउन्ड चाहिँ अब एक समयमा खेत थियो है, र यो खेतलाई चाहिँ रातै रात है यसरी ग्राउन्डहरू बनाएको थियो। र हाम्रो जति पनि सिनियरहरू हुनुहुन्थ्यो जयगाउँको लेजेन्डहरू, जुन क्लबबाट है यो ग्राउन्डहरू जन्मिएको, क्लबको नाम चाहिँ जयगाउँ ब्रदर्स भन्ने क्लब थियो, जहाँ चाहिँ हाम्रो धेरै लेजेन्डहरू हुनुहुन्छ, एकदम नामी नामी प्लेयरहरू है, एकदम नाम चलेको। र यो जम्मै यो ग्राउन्डको एरिया पर्छ उतासम्म। यो आज मैले आधी मात्रै देखाइरहेको छु होइन, यहाँनिर हेर्नु सक्नुहुन्छ है। र यो हामी खेलप्रेमीहरूलाई, खेलकुद गर्ने स्पोर्ट्सम्यानहरूलाई है एउटा खेल ग्राउन्ड बनाइदिन्छु भनेर त्यो नाममा है यो सानोबाट स्टेडियम बनाइदिएको छ। र यो स्टेडियमले गर्दाखेरि चाहिँ आज यो जमिनहरू चाहिँ अरूलाई नै बेचिएको छ, थाहा छैन यहाँनिरको मिलेको छ। तर म यही भिडियोद्वारा भन्न चाहन्छु, तपाईँहरूकोमा धेरै पैसाहरू होला, धेरै गाडी, धेरै ठुल्ठुलो घर बङ्गलाहरू होला, बिजनेसहरू तपाईँहरूकोमा छ होइन। तर आज जुन चाहिँ यो ग्राउन्ड तपाईँहरूले मिच्नु भएको छ नि, आज यहाँनिर ठुलो ग्राउन्ड बन्न सक्थ्यो। यहाँनिर मिनी स्टेडियमहरू दामी एकदम राम्रो खालके बनिनु सक्थ्यो। तर यहाँ तपाईँहरूको त्यो मेन्टालिटी र तपाईँहरूको विचारको कारणले गर्दाखेरि चाहिँ आज ग्राउन्ड बन्न नसकेको चाहिँ यही हो। हेर्नुहोस् न, कारण के हो भन्दाखेरि भोलिको दिनमा हेर्नुहोस्, हामीले लाने संसारबाट केही पनि होइन। एउटा के कुरो लान्छौँ भनेपछि एक जोडी लुगा होइन, आफूले लगाएको र आफूले गरेको कर्मको फल, यति मात्रै हो। र यहाँ ठुल्ठुलो पदमा बसेका जति पनि बुद्धिजीवीहरू छन्, उहाँहरूले सक्थ्यो यहाँनिर टोटली अब यहाँनिर ग्राउन्डै बनाउनु सक्थ्यो उहाँहरूले। तर हाम्रो फ्युचरहरू यहाँनिर मेटिएको छ, हाम्रो फ्युचरहरूलाई बेचिदिएको छ उहाँहरूको यो केही पैसाको कारणले गर्दाखेरि है। भोलिको दिनमा यस्तो खालके भन्नुहोस् न, हाम्रो भाइ बहिनीहरूले, तपाईँकै छोराछोरीहरूले, तपाईँकै छोराछोरी जब बिहा गरेर जान्छ है, नाता नातिनीहरू हुन्छ, बच्चाहरू हुन्छ है, उहाँहरूले पनि भन्नुहोस् न, हो हाम्रो पुर्खा उच्च पदमा बसेको कारणले गर्दाखेरि हाम्रो ठुल्ठुलो बुद्धिजीवीहरूले चाहिँ यो ग्राउन्डलाई चाहिँ एकदम राम्रोसँगले है स्याहारेको थियो, राम्रो बनाएको थियो भनेर। यो स्टेडियमहरू भनेको त वान टाइम मात्रै बनाउने हो नि त होइन, पैसा त आउँछ जान्छ है, हरेककोमा सुख दुःख छ, ठिकै छ, आफ्नो आफ्नो हो, आफ्नो आफ्नो किस्मत अनुसारको आफ्नो आफ्नो भोगाइ हुन्छ, आफ्नो आफ्नो इतिहास हो होइन। तर के तपाईँहरूले यसो एकपल्ट ऐनामा आफ्नो अनुहारलाई हेर्नुहोस् है, यो ग्राउन्डलाई हेर्नुहोस्, यो स्टेडियमलाई हेर्नुहोस्, तपाईँले कहाँ चाहिँ गलत गर्नुभएछ भने त्यो छर्लङ्ग देख्नु सक्नुहुन्छ। आज हामीहरू ठुल्ठुलो पदमा बस्छौँ, पावरफुल व्यक्तिहरू हुन्छौँ, तर तपाईँहरू जहिलेसम्म हुनुहुन्छ, जहिलेसम्म तपाईँहरू उच्च पदमा बस्नुहुन्छ, तबसम्म त राम्रो काम गरिदिनुहोस् न। सबै त यहाँ जयगाउँकै लोकल क्षेत्रबाटै तपाईँहरू उच्च पदमा बस्नुभएको छ है। र यसरी नै तपाईँहरूले राम्रो काम गरिदिनु भयो भने हाम्रो जयगाउँको युवाहरू, आउँदो जेनेरेसन सबै बाँच्छ। भन्छ नि नानीहरू चाहिँ देशको भविष्य हो भनेर। तर यहाँ त आफ्नै एरियाले है, आफ्नो एरियाको मान्छे, ठुल्ठुलो पदमा बसेको व्यक्तिहरूले है उहाँहरूको व्यक्तिगत निजी सम्पत्ति जस्तै
अकुपाई गर्ने कामहरू गर्छन्। र जस्तो अब हिजो अस्ति पनि है यहाँनिर मेला लगाएको थियो, तर यहाँनिर मेला किन भएन हामी जान्दैनौँ। तर अहिले मेलाको कुरा चल्दैछ उतापट्टि र हेरौँ हामी पनि हाम्रो आउँदो भविष्यको लागि हामीले कसरी काम गर्न सक्छौँ र भविष्यलाई हामीले कसरी बचाउन सक्छौँ यो ग्राउन्डबाट। आज यो ग्राउन्डबाट म नाम त भन्दिनँ, तर यो ग्राउन्डबाट धेरै ठुल्ठुलो खेलाडीहरू जन्मिएको छ है, र उनीहरूले आफ्नो हार्डवर्कहरू गरेछ र भोलिको दिनमा यही ठाउँमा आएर पनि के गर्छु भनेर सम्झेको छ उहाँहरूले। तर म अझै पनि के भन्न चाहन्छु भन्दाखेरि सबैजना आउनुहोस्, एकसाथ मिलेर एउटै होइन हृदय भएर, एउटै विचार भएर, हातमा हात मिलाएर हाम्रो यो जति पनि यो बाँचेको ग्राउन्ड छ, यो ग्राउन्डलाई चाहिँ अब हामीले बचाउनु पर्ने हुन्छ। र फिलहाल फेरि यो जुन चाहिँ बिजुली विभागले जुन चाहिँ हाम्रो ग्राउन्डको सिमानाहरू मिचिएको छ है, यो पनि हामी उहाँहरूसँग बात गरेका छौँ है, सकेसम्म निकाल्नु पर्ने हुन्छ उहाँहरूले। किनकि भविष्य एकदम भनौँ न भविष्य एकदम डेन्जरमा छ। किनकि भोलिको दिनमा यो छेउतिर बलहरू गयो भनेपछि है, किनकि तारहरू जोडेर अर्थिङहरू भेट्ला नानीहरूलाई, किन पोस्टको पछाडि त सुटिङहरू गर्दा होइन बलहरू जान्छ, ल्याउनु पर्ने हुन्छ, अनि त्यसले गर्दाखेरि चाहिँ धेरै साह्रो पर्छ। र हामीले बुझौँ होइन किन हामीले यस्तो गरिरहेको छ भनेर। र छिटो है यहाँको ठुल्ठुलो बुद्धिजीवीहरूले बातहरू गरेर पनि निकालिदिएको हो छिटोभन्दा छिटो। र जुन चाहिँ है यो नहुनुपर्ने सिमानाभित्र ग्राउन्डभित्र त्यो गरिएको छ। आज भित्रभित्र को मिलेको छ हामीले जान्दैनौँ। कर्म गर्नुहोस् है, फलको आश नराख्नुहोस्। थोरै पैसाको कारणले गर्दा युवाहरूको भविष्यहरू नबिगारिदिनुहोस्। र जुन चाहिँ उतापट्टि रोड आउँदैछ अहिले यहाँनिर कुनै चाहिँ एउटा है यो इन्डस्ट्रियल पार्क के भन्ने आइरहेको छ, र जुन चाहिँ त्यहाँनिर बाटो छ त्यो पल्लोपट्टि है, त्यो बाटोमा के गरेको छ भन्दाखेरि डल्लै 4 देखिको 5 फुट यतापट्टि ग्राउन्डभित्र हालेको छ, जहाँ चाहिँ अलरेडी हाम्रो ग्राउन्ड सानो भइसकेको छ। ग्राउन्ड सानो भएको कारणले गर्दाखेरि हामीलाई खेल्न एकदम असुविस्ता भइरहेको छ। यो सबैलाई थाहा छ है, सबैले बुझ्ने कुरो, र पनि जानी उहाँहरूले आफ्नो निजी व्यक्तिगत केही कुरोको लागि, स्वार्थको लागि उहाँहरूले यस्तो स्पोर्ट्सम्यानहरूलाई है हेला गरिरहेको छ। र हामी ग्राउन्डभित्रको जमिनहरू एक सुता पनि हामी दिन सक्दैनौँ है। त्यही भएर तपाईँहरू है आवाज उठाउनु पर्ने हुन्छ। युवाको आवाज एकदम बुलन्द रहन्छ, र भोलिको दिनमा हामी सक्यौँ भने इतिहास मात्रै हो। र भोलिको दिनमा म के हुन्छु मलाई पनि थाहा छैन, र पनि जतिसम्म म काम गर्नु सक्छु हाम्रो भाइ बहिनीहरूको लागि, आफ्नो जयगाउँको लागि। जयगाउँमा यति राम्रो लोकल ट्यालेन्टहरू छ भनेपछि मलाई बाहिर काम गर्न जानु पर्छ जस्तो लाग्दैन हो। हामी स्पोर्ट्स क्षेत्रमा छौँ र हामीले आफ्नो प्रकारले काम गरिरहेका छौँ। एकअर्कोलाई हामी दोष पनि दिँदैनौँ है। तर रियल स्पोर्ट्सम्यानहरू अझै पनि बाहिर आउनुपर्छ। र हामीले सुन्थ्यौँ है उतापट्टिको बाटो भन्दा पनि उतापट्टिको बाटो बन्द भएर चाहिँ यो पार्क, यो जुन चाहिँ यो इन्डस्ट्रियल पार्क छ त्यसको लागि चाहिँ यो बाटो बनाउँछ भन्ने हामीले सुनेको थियौँ। तर अब हिजो आज के भइरहेछ हामी जान्दैनौँ है। यो बाटो भइदियो भनेपछि त एकदम राम्रो हुन्थ्यो र हामीलाई उतापट्टि है सुविस्ता पनि हुन्थ्यो। तर यही भन्न चाहन्छु है, आज मैले केही अलिकति भिडियोहरू मात्रै तपाईँहरूलाई देखाएको। ग्राउन्ड पहिला एकदम ठुलो थियो है। अझै एकपल्ट म भन्न चाहन्छु यो सबै खेतबारी हो पहिला, र यो ग्राउन्डलाई है जन्माउने बनाउने हाम्रै सिनियर जयगाउँ ब्रदर्सका सम्पूर्ण दाजुहरू है उहाँहरू नै हुनुहुन्छ। र सबैलाई थाहा भएको र पैसाको कारोबार गर्ने र निजी सम्पत्ति सम्झेर काम गर्नेहरूलाई त यो केही पनि थाहा छैन है। तपाईँले जसले यो ठाउँमा केही अब मेलाहरू लिएर आउनुहुन्छ, के कुरो गर्नुहुन्छ, त्यो समय चाहिँ तपाईँहरूले एकपल्ट यसो सोचिदिनुहोस् है। तपाईँहरूको सानो एउटा गल्तीले गर्दाखेरि यहाँ युवाहरूको भविष्य एकदम अन्धकारमा जान्छ। तपाईँहरूको थोरै निजी रकमको कारणले गर्दाखेरि, निजी थोरै पैसाको लोभले गर्दाखेरि यहाँनिर धेरै नानीहरूको भविष्य बिग्रिन्छ
हेर्नुहोस् न जयगाउँमा कति ट्यालेन्टहरू छ, डान्सहरूमा छ होइन, सिङ्गिङमा छ, स्पोर्ट्समा छ, एथलिट, बास्केटबल भयो, भलिबल भयो। तर उनीहरूको लागि एउटा प्लेटफर्मै छैन। हेर्नुहोस् न, पढ्ने स्टुडेन्टहरू पनि छ, धेरै धेरै तपाईँको पर्सेन्टेजहरू लिएर आउनेहरू पनि छन् है। उनीहरूको लागि बोलिदिने, उनीहरूको लागि केही कुरो गरिदिने यहाँ कोही पनि छैन। छनु त छ, केवल देखावटीको लागि मात्रै छ होइन। आज हामी त्यो उच्च पदमा बस्ने व्यक्तिहरूलाई चाहिँ म के भन्न चाहन्छु, तपाईँले जुन चाहिँ त्यो खदा लगाउनुहुन्छ, त्यो नारियलहरू फुटाउनुहुन्छ होइन, राम्रो, तपाईँले एउटा नाम कमाउनु भयो, तपाईँको लागि ठिक हो। तपाईँले एकपल्ट इमान्दारपूर्वक यो ग्राउन्डमा आएर, यो ग्राउन्डमा मात्रै होइन, जयगाउँमा जतिवटा ग्राउन्ड छ त्यो ग्राउन्डमा गएर हेर्नुहोस् न, बेलुका या त बिहान नानीहरू कतिजना खेलिरहेको हुन्छ। उनीहरूको सपना एउटै हुन्छ, म इन्डियाको लागि खेल्छु, आफ्नो देशको लागि खेल्छु होइन, त्यहाँबाट फेरि क्लबको लागि खेल्छु भन्ने यो सोच हुन्छ। तर अब ग्रासरुट थ्रुबाट हेर्नु पऱ्यो भनेपछि उनीहरूले एउटा एकाडेमीको लागि पनि ट्राई गरिरहेको हुन्छ है। र अझै एउटा के भन्न चाहन्छु भन्दाखेरि यो ठाउँबाट चाहिँ एकदम राम्रा राम्रा खेलाडीहरू जन्मिएको छ र गभर्मेन्ट जबमा पनि धेरै गएको छ। हेर्नुहोस् है, यो गोपीमन ग्राउन्डबाट तपाईँहरूलाई एउटा जानकारीको लागि मात्रै सानोबाट इतिहास मैले बताइदिएको र म पछि तपाईँहरूलाई फेरि पनि भन्नेछु है। र म मेरो भिडियो यतिमा अन्त गर्न चाहन्छु।